ल है, चुनावको दिन भयो तर मतदाता परिचय पत्र नै भेटिएन। के गर्ने होला? चिन्ता नलिनुहोस्, परिचय पत्र छैन भन्दैमा भोट हाल्न नपाइने होइन। आज हामी निर्वाचन आयोगले गरेको यही सजिलो व्यवस्थाबारे कुरा गर्नेछौँ। सोच्नुहोस् त, मतदानको दिन आयो, भोट हाल्न भनेर एकदमै उत्साहित भएर लाइनमा बस्न जाने बेला खै त मतदाता परिचय पत्र कता हरायो हरायो। हो, यस्तो तनाव धेरैलाई हुन्छ। यो एकदमै साझा समस्या हो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो थाहा छ? यस्तो भयो भन्दैमा आत्तिनुपर्ने कुनै कारण नै छैन, किनभने यो समस्याको लागि एउटा आधिकारिक समाधान नै तोकिएको छ। हो, निर्वाचन आयोगले नै यस्तो समस्या पर्न सक्छ भनेर एउटा एकदमै सजिलो व्यवस्था गरिदिएको छ, ताकि मतदाता परिचय पत्र छैन भन्ने कारणले कोही पनि आफ्नो भोट हाल्ने अधिकारबाट छुट्नु नपरोस्। यो व्यवस्था गर्नुको पछाडि आयोगको एउटै उद्देश्य छ, मतदातालाई सजिलो होस्। यो कुनै हतारमा गरेको निर्णय पनि होइन है, बरु सबैले भोट हाल्न पाउन् भनेर सोच विचार गरेरै बनाइएको एउटा स्पष्ट व्यवस्था हो। तर एउटा कुरा चाहिँ ख्याल गर्नै पर्छ है, यो सबै सुविधा पाउनको लागि एउटा मुख्य शर्त छ। आधिकारिक मतदाता नामावलीमा नाम चाहिँ अनिवार्य रूपमा हुनु पर्यो। ल, अब सबैभन्दा मुख्य कुरामा जाउँ। मतदाता परिचय पत्र छैन भने त्यसको सट्टामा अरू के कागजात देखाएर भोट हाल्न मिल्छ त? निर्वाचन आयोगले यस्तो अवस्थाका लागि जम्मा 5वटा सरकारी कागजातलाई मान्यता दिएको छ। मतलब तपाईसँग 5वटा विकल्प छन्, जसले गर्दा भोट हाल्न एकदमै सजिलो हुन्छ। अब ध्यान दिएर सुन्नुहोस् है, ती 5वटा कागजातहरू के हुन्? पहिलो, नेपाली नागरिकताको प्रमाणपत्र। दोस्रो, राष्ट्रिय परिचय पत्र। तेस्रो, राहदानी अर्थात् पासपोर्ट। चौथो, जग्गाधनी प्रमाणपूर्जा। र पाँचौं, सवारी चालक अनुमति पत्र, यानि कि ड्राइभर्स लाइसेन्स। याद राख्नुहोस्, यीमध्ये कुनै एउटा सक्कली कागजात भए पुगिहाल्छ। ल, अब कागजात त थाहा भयो, तर यी मध्ये कुनै एउटा बोकेर मतदान केन्द्र जाँदा त्यहाँका कर्मचारीले मान्दैनन् कि भनेर कतै मनमा शङ्का छ कि? त्यसो हो भने चिन्ता नगर्नुहोस्, किनभने यसको पनि समाधान छ। निर्वाचन आयोगले मतदान केन्द्रमा हुने सबै कर्मचारी अनि सुरक्षाकर्मीहरूलाई यो नियमबारे पहिल्यै जानकारी गराइसकेको हुन्छ। उहाँहरूलाई यो कुरा थाहा छ, त्यसैले तपाईँले कुनै पनि झन्झट बिना सजिलैसँग आफ्नो भोट हाल्न पाउनुहुन्छ। त्यसो भए आजको कुराकानीको सार के हो त? एकदमै सरल छ। यदि मतदाता नामावलीमा नाम छ भने मतदाता परिचय पत्र हरायो वा भेटिएन भन्दैमा आफ्नो अमूल्य मत खेर फाल्नु पर्दैन। ल, अब त आफ्नो अधिकारबारे सबै कुरा थाहा भयो। त्यसो भए आफ्नो वैकल्पिक परिचय पत्र लिएर ढुक्कसँग मतदान गर्न जान तयार हुनु